नमस्कार साथीहरू, म तपाईँहरूलाई आज कस्टहरू, एभरेज फिक्स कस्ट, एभरेज कस्ट, मार्जिनल कस्टहरू कसरी क्याल्कुलेट गर्ने भनेर सरल तरिकाले सिकाउन गइरहेको छु र यो प्रश्न तपाईँहरूलाई कक्षा 12को बोर्ड इक्जाममा अथवा बिबिएमा पनि सोध्न सक्छ। सो यो चाहिँ हाम्रो सबैभन्दा अलिकति कम्प्लिकेटेड र ठुलो क्वेसन पनि हो। कक्षा 12मा यो प्रश्नलाई 4 मार्क्समा सोध्न सक्छ र त्यहाँ 4 मार्क्समा सोद्धाखेरि पनि तपाईँलाई यो सबै एकैचोटि नसोध्न सक्छ। त्यहाँनिर तपाईँलाई टोटल कस्ट, एभरेज कस्ट अथवा एबिसी निकाल्न सोध्ला अथवा एएफसी, एसी, एमसी, टिसीहरू निकाल्न सक्ला, निकाल्नु पर्ने हुन सक्ला। त्यसको लागि हामीले कसरी क्याल्कुलेट गर्ने भनेर आजको यो भिडियोबाट तपाईँहरूले सिक्न सक्नुहुन्छ भन्ने मलाई पूर्ण विश्वास छ। अब हामी सुरु गरौँ यसको सोल्युसनतिर। यहाँ तपाईँले प्रश्नमा देख्न सक्नुहुन्छ, तपाईँलाई आउटपुट दिएको हुन्छ, टिएफसी दिएको हुन्छ, टिभिसी दिएको हुन्छ। यहाँनिर आउटपुट भन्नुको अर्थ कति उत्पादन गरियो त भनेर यो आउटपुटले जनाउँछ। र टिएफसी भनेको टोटल फिक्स कस्ट हो। तपाईँको जतिसुकै उत्पादन गरे पनि त्यही खर्च आउनेलाई टोटल फिक्स कस्ट भनिन्छ। जस्तै कि तपाईँको घरमा अथवा तपाईँको अफिसलाई भनेर लिएको एउटा रेन्टमा लिएको घर हुनसक्ला, एउटा फ्ल्याट हुनसक्ला, होइन? तपाईँको अफिसले जतिसुकै कारोबार गरे पनि त्यो घरभित्रै दिने रेन्ट त एउटै हुन्छ नि। हो, यस्तोहरूलाई चाहिँ हामीले टोटल फिक्स कस्ट भन्छौँ। र टोटल भेरिएबल कस्ट भनेको चाहिँ तपाईँले जति उत्पादन गर्नुभयो त्यति नै बढी खर्च लाग्दै जान सक्ला। जस्तै कि तपाईँले 100 युनिट एउटा कपडा प्रड्युस गर्दै हुनुहुन्छ भनेदेखि त त्यसमा लाग्ने र मेटेरियल पनि त 100 युनिटलाई चाहिने नै खर्च हुन्छ नि त, होइन? 10 युनिट बनाउनुहुन्छ भने 10वटा कपडालाई मात्रै लाग्ने फ्याब्रिक्सहरू, होइन, धागोहरू खर्च हुन सक्ला नि त। यस्तो भनेको चाहिँ हाम्रो टोटल हाम्रो भेरिएबल कस्ट हो र यसकै टोटललाई हामी टोटल भेरिएबल कस्ट भन्छौँ। खर्च त अब हाम्रो 2 किसिमको मात्रै हुन्छ भनेर यहाँ देखाइएको छ। जस्तै कि एउटा रेन्टहरू जस्तो खर्च जुन चाहिँ एउटै भइरहन्छ आउटपुट डिस्पाइट अफ एनी आउटपुट, अनि अर्को हुन्छ टोटल भेरिएबल कस्ट जुन चाहिँ आउटपुट अनुसार हाम्रो चेन्जेस भइरहेको हुन्छ। अब हामी लागौँ टोटल कस्ट क्यालकुलेसनतर्फ। टोटल कस्ट भनेको तपाईँको सिम्पली के हो त, टोटल फिक्स कस्ट र टोटल भेरिएबल कस्टको एड मात्रै हो। र यसलाई हामी समाधान गर्नु अगाडि म एकचोटि तपाईँलाई टोटल कस्टको फर्मुला के हो, एभरेज फिक्स कस्टको फर्मुला के हो, एबिसीको के हो, एससीको के हो र एमसीको के हो भनेर भन्छु र यसको फुल फर्महरू र यसको मिनिङ पनि भन्छु। तपाईँलाई राम्रोसँग टिप्नु होला, तपाईँले नोटै गर्नुभयो नि हुन्छ कपीमा। जस्तै कि यहाँ टोटल कस्ट भनेको टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट, अहिले भर्खर पनि मैले भने। अनि त्यसपछि तपाईँलाई अर्को क्यालकुलेसन गर्नुपर्ने हुन्छ एएफसी, एभरेज फिक्स कस्ट। एभरेज फिक्स कस्ट भनेको के हो त? म तपाईँलाई एउटा उदाहरण दिन्छु। जस्तै तपाईँलाई तपाईँको क्लासभरिको एउटा मार्क्सको एभरेज निकाल्नु छ भनेदेखि तपाईँ के गर्नुहुन्छ त, भयोभरको सबैजनाको टोटल मार्क्स कति आयो त त्यो क्यालकुलेट गर्नुहुन्छ। अनि त्यसलाई डिभाइडेड बाई कतिजना मानिसहरू सहभागिता थियो त, होइन? जस्तै तपाईँको 25जना स्टुडेन्टहरूको मार्क्स क्यालकुलेसन गरेर टोटल निकाल्नु भएको छ भने 25जनाको टोटल मार्क्स डिभाइड बाई 25 गर्नुभयो भने त्यो एभरेज मार्क्स निक्लियो नि त। हो, त्यसै गरी यो चाहिँ एभरेज फिक्स कस्ट पनि टोटल भयोभरको फिक्स कस्ट डिभाइड बाई नम्बर अफ क्वान्टिटी, कति क्वान्टिटी प्रड्युस गर्दाखेरि यति भयो भनेर निकाल्छौँ। एभरेज भेरिएबल कस्ट पनि सेम डेफिनेसन, सेम सिद्धान्तमा गरिएको हो। भयोभरको टोटल भेरिएबल कस्टलाई एक ठाउँमा राखेर त्यसलाई डिभाइडेड बाई क्वान्टिटी गर्छौँ। र एभरेज कस्ट भनेको चाहिँ यो दुईवटा टोटल कस्ट हाम्रो दुईवटा एएफसी र यो टोटल फिक्स कस्ट र टोटल भेरिएबल कस्टलाई राखेर गरिएको जुन टिसी छ टोटल कस्ट, त्यसलाई डिभाइड बाई क्वान्टिटी गरेपछि एभरेज कस्ट निक्लिहाल्यो। सो यहाँसम्म हाम्रो सिम्पल छ। अर्को एउटा अलिकति नयाँ कन्सेप्ट लाग्न सक्छ हामीलाई एमसी भनेर। एमसी भनेको चाहिँ मार्जिनल कस्ट हो। यसको फर्मुला भन्नुभन्दा अगाडि म तपाईँलाई एउटा सानो डेफिनेसन र एउटा इक्जाम्पल दिन्छु। जस्तै मार्जिनल कस्ट भनेको चाहिँ के हो हाम्रो इकोनोमिक्सको भाषामा भन्दाखेरि, मार्जिनल कस्ट भनेको चाहिँ एउटा एक्स्ट्रा युनिट प्रड्युस गर्नलाई कति खर्च लाग्यो त त्यसलाई हामी मार्जिनल कस्ट भन्छौँ। अथवा मार्जिनल कस्ट सोज हाउ मच मोर इट कस्ट टु इन्क्रिज प्रोडक्सन बाई 1 युनिट, होइन? तपाईँले 100 एउटा
जुस उत्पादन गरिरहनु भएको थियो 100 प्याकेट जुस, अब 100 प्याकेट जुसलाई 10 रुपियाँ परिरहेछ पर युनिट उत्पादन गर्दाखेरि। अब 100 युनिटबाट 101 युनिट तपाईँ बनाउँदै हुनुहुन्छ, एउटा युनिट एक्स्ट्रा थप्यो भने त 101 युनिट भयो। अब त्यो 101 युनिट बनाउँदाखेरि चाहिँ पर कस्ट कति पर्न जान्छ तपाईँलाई? सो यो हिसाबलाई चाहिँ हामी मार्जिनल कस्ट भन्छौँ है। सो जस्तै फर इक्जाम्पल तपाईँ एउटा 10 टी सर्ट बनाउँदै हुनुहुन्छ, $100 लाग्यो। 11 टी सर्ट बनाउनलाई तपाईँलाई $108 पर्ने रहेछ क्या। भनेपछि तपाईँको अब यहाँनिर खर्चमा कति परिवर्तन भयो त? 108 होइन, नयाँ युनिट बनाउनलाई 108, 100 अनि 100 हाम्रो परिरहेकै थियो पहिला। सो भनेपछि एउटा युनिट अझै थप्नको लागि तपाईँलाई $8 बढी पैसा तिर्नु पर्यो। र यति $8 बढी पैसा हालेपछि के पाउनुहुन्छ तपाईँले? एउटा एक्स्ट्रा क्वान्टिटी पाउनुहुन्छ। पहिला क्वान्टिटी 10, अहिलेको 11 भनेपछि कति क्वान्टिटी चेन्ज भएर पाउनुभयो तपाईँले? एउटा क्वान्टिटी बढी पाउनुभयो। मार्जिनल कस्ट भनेको के हो त? यही चेन्ज इन कस्ट डिभाइड बाई चेन्ज इन क्वान्टिटी हो, डिभाइड बाई 1 अथवा 8 हुनसक्छ। सो हाम्रो मार्जिनल कस्ट फर 11औँ टी सर्टको भनेको चाहिँ $8 हुन जान्छ भनेर हो निकाल्ने। यो निकाल्न किन जरुरी भइदिन्छ इकोनोमिक्समा भन्दाखेरि यसमा चाहिँ हाम्रो इकोनोमिक्स अफ स्केल भन्छ नि, जति धेरै प्रड्युस गर्यो त्यति फाइदा हुन्छ कि हुँदैन भनेर यो हेर्नको लागि पनि क्यालकुलेसन गरिन्छ। सो यहाँ हाम्रो मार्जिनल कस्ट भनेको पनि सिम्पल एभरेज टोटल कस्ट। यो एभरेज टोटल कस्ट भनेको तपाईँको यो टोटल कस्ट जस्तो नै हुन्छ अहिले तपाईँ। अनि त्यसपछि चेन्ज इन क्वान्टिटी भनेको प्रिभियस क्वान्टिटी भन्दा अहिलेमा कति चेन्ज आयो त भनेर गर्ने हो। अब यसमा तपाईँ एउटा हिसाब गरेपछि अझै धेरै क्लियर हुनुहुन्छ। अहिलेको लागि चाहिँ मार्जिनल कस्टको यो डेफिनेसन्स, यो इक्जाम्पल र यो फर्मुला चाहिँ याद गरिदिनु होला। सो अब हामी लाग्छौँ को समाधानतिर। अब तपाईँहरूले फर्मुला पनि जान्नुभयो र केही मिनिङ्सहरू पनि जान्नुभयो यो टर्म्सहरूको। अब हामी लाग्छौँ क्यालकुलेसनतर्फ। सो टोटल कस्ट भनेको के हो त? यही लेखेको छौँ हामीले, अघि पनि लेखेका थियौँ। टोटल कस्ट भनेको टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट त हो। भनेपछि अब टोटल कस्ट भनेको यहाँ लेख्नु पर्यो। सो यो टोटल कस्ट भनेको के हो त? टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट यहाँ भएको हो होइन। तर अब यहाँ हामीलाई कति छ त? टोटल भेरिएबल कस्ट केही पनि परेको छैन। किन परेन त? टोटल भेरिएबल कस्ट भनेको जति उत्पादन गर्नुभयो त्यति मात्र, त्यही अनुसार खर्च लाग्दै जाने कुरा हो। तर यहाँ हाम्रो आउटपुट कति छ? जेरो आउटपुट भएपछि त जेरो हुन्छ भेरिएबल कस्ट। फिक्स कस्ट भनेको त जतिसुकै उत्पादन गर्नुहोस् तिर्ने पैसा सेम भयो। हो, हामीले यहाँ फिक्स कस्टलाई चाहिँ सबै 200 हो भनेर मान्नु भयो भने हुन्छ, किनभने फिक्स कस्ट भनेको सबै एउटै नै हुन्छ। सो 200 मान्नुहोस्, सबै यसरी नै सार्नुहोस् एक्जाममा पनि। फिक्स कस्ट भनेर जेरो इयर अथवा जेरो आउटपुटमा लेखिएको हुन्छ, जेरो आउटपुटमा। सो जतिसुकै आउटपुट भयो भने केही चेन्ज आउँदैन, त्यही भएर एउटै लेख्नु होला। अब हामी जान्छौँ एउटा युनिट प्रड्युस गर्दाखेरि कति चाहिँ टोटल कस्ट हुन जान्छ त भनेको पनि टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट नै हो। सो यहाँनिर अर्को अब दुई युनिट उत्पादन हुँदाखेरि अब टोटल फिक्स कस्टमा त केही चेन्ज आएन, तर टोटल भेरिएबल कस्टमा भने केही बढेर आउँछ है। सो यतापट्टि फेरि यसरी नै टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट गर्नु होला। र यसै गरी नै तपाईँ यो सबैलाई एड गर्दै 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 क्यालकुलेटरले एड गर्दै गर्दै यहाँसम्म लेख्नु होला। यसरी आउँछ यो, क्यालकुलेसन गर्नु होला कपीमा क्यालकुलेटरले। अब निकाल्नु पर्यो हामीले एभरेज फिक्स कस्ट है। एभरेज फिक्स कस्ट भनेको के हो त? टोटल फिक्स कस्ट डिभाइडेड बाई टोटल क्वान्टिटी होइन। अब टोटल फिक्स कस्ट डिभाइडेड बाई टोटल क्वान्टिटी गर्नुपर्ने हुन्छ। अब तपाईँको यहाँनिर जेरो यो आउटपुट हुँदाखेरि त अब तपाईँ आउटपुटै नभएको कुरामा त अब जेरो हुने भयो नि त। समथिङ डिभाइडेड बाई जेरो गर्नुको त कुनै अर्थ छैन। सो हामी जेरो आउटपुट हुँदाखेरि एभरेज फिक्स कस्ट भनेर पनि निक्लिँदैन, किनभने एभरेज भनेको त केही न केही त नम्बर चाहियो नि त, 2, 3, 4, 5 अनि पो एभरेज भएर एउटा निकालिन्छ होइन। सो हामी क्यालकुलेसन गरौँ। अब यो जेरोको गरेर काम छैन, जेरोलाई छोडिदिने। सो अब एभरेज फिक्स कस्ट भनेको टोटल फिक्स कस्ट डिभाइड बाई टोटल क्वान्टिटी भनेपछि फिक्स कस्ट कति हो त हाम्रो यहाँ? 200। 200 डिभाइडेड बाई हाम्रो क्वान्टिटी गर्नु पऱ्यो। क्वान्टिटी कति हो त? 1। ओके, सेकेन्डमा पनि हामी कति छ त हाम्रो टोटल फिक्स कस्ट? यो 200 डिभाइडेड बाई क्वान्टिटी कति हो? यसै गरी थर्ड नम्बरमा अथवा थर्ड आउटपुट, तिनवटा आउटपुट हुँदाखेरि कति भयो त? यो डिभाइड बाई 3। यसै गरी तपाईँ गर्दै गर्दै जानुहोस्।
होइन सबैको यसरी टोटल फिक्स कस्ट डिभाइड बाई क्यालकुलेसन गर्दै गर्दै जानुहोस्। इक्जाम्पलको लागि म फेरि एउटा गरिदिन्छु। इक्वल्स टु 8 आउटपुट हुँदाखेरि हाम्रो टोटल फिक्स कस्ट भनेको 200 छ र यो डिभाइडेड बाई 8 गर्नुभयो भने हामीले पाउँछौँ एभरेज फिक्स कस्ट। सो मैले चाहिँ अहिले क्यालकुलेसन अझै एक्युरेसी र इजी होस् भनेर सबैलाई 1 डिजिटमा राउन्ड अफ गरेँ होइन। तपाईँले पनि यसलाई राउन्ड अफ गर्न सक्नुहुन्छ। सो अब एभरेज भेरिएबल कस्ट निकालौँ। अब एभरेज भेरिएबल कस्ट 0 युनिटको त केही एभरेज हुँदैन, त्यही भएर हामी अब 1 युनिटबाट सुरु गर्छौँ। एभरेज भेरिएबल कस्ट भनेको के हो त? टोटल भेरिएबल कस्ट डिभाइड बाई क्वान्टिटी। टोटल भेरिएबल कस्ट कति हो त? नम्बर 1 आउटपुटको 50 हो। सो 50 डिभाइडेड बाई 1। फेरि त्यसै गरी दोस्रो सेकेन्ड दुईवटा आउटपुट निकाल्दाखेरि सो 90 डिभाइडेड बाई 2 हो। यसै गरी हामी सबैको निकाल्दै जान्छौँ। 120 डिभाइड बाई 3, 140 डिभाइड बाई 4, 175 डिभाइड बाई 5, यस्तै गरी 230 डिभाइड बाई 6, 310 डिभाइड बाई 7 र 400 डिभाइड बाई 8 गरेर यसरी एभरेज कस्टहरू सरर निकाल्छौँ होइन। सो यसै गरी एभरेज कस्टहरू निकालेपछि यहाँ हामीले अब फेरि 1 डिजिटमा यसलाई राउन्ड अफ मात्रै गर्छौँ। सो अब हामीले एभरेज भेरिएबल कस्ट निकालेपछि अब एभरेज कस्ट निकाल्छौँ र एभरेज कस्ट भनेको सिम्पली टोटल कस्ट डिभाइड बाई क्वान्टिटी नै हो। किनभने एभरेज भनेकै त्यो कुराको टोटल डिभाइड बाई कति, त्यो टोटल हुनलाई कतिवटा क्वान्टिटी अथवा युनिटहरूको इन्भल्भमेन्ट छ त्यसले डिभाइड गर्ने नै हो है। सो टोटल कस्ट डिभाइड बाई क्वान्टिटी। अब हाम्रो त्यसमा चाहिँ समथिङ डिभाइड बाई 0 गरेर काम छैन 0 आउटपुटमा। सो हामी 1 आउटपुट भएबाट स्टार्ट गर्छौँ। सो एभरेज कस्ट इज इक्वल टु टोटल कस्ट होइन। टोटल कस्ट भनेको कहाँ छ? यहाँ छ, थर्डमा निक्लेको छ। टोटल कस्ट भनेको टोटल फिक्स कस्ट प्लस टोटल भेरिएबल कस्ट गरेर आउने कुरा हो। त्यही भएर 250 छ, त्यो डिभाइड बाई क्वान्टिटी कति हो त? यहीँ अगाडि लेखाएको छ आउटपुटमा 1। यसै गरी सेकेन्डमा हुन्छ टोटल कस्ट डिभाइडेड बाई टोटल आउटपुट 2। यसै गरी तपाईँले अर्कोमा गर्नुपर्ने हुन्छ 320 डिभाइडेड बाई 3, 340 डिभाइडेड बाई 4, 375 डिभाइडेड बाई 5, 30 डिभाइडेड बाई 6, 410 डिभाइडेड बाई 7 र 600 डिभाइड बाई 8 गरेपछि एभरेज कस्टहरू निक्लिन्छ हाम्रो। अब अन्तिममा हामी निकाल्दैछौँ मार्जिनल कस्ट। मार्जिनल कस्ट भनेको के हो त? एभरेज टोटल कस्ट डिभाइड बाई क्वान्टिटी। म यसलाई तपाईँलाई फेरि एकचोटि क्ल्यारिफाइड गर्नको लागि देखाउँदैछु। मार्जिनल कस्ट भनेकै हामीले अब एक्स्ट्रा कुनै युनिट युज गर्न लाग्छौँ भनेदेखि हाम्रो त्यसलाई कस्टमा कति चेन्जेस आउने हुन्छ त? त्यही निकाल्ने टेक्निक्स भनेकै मार्जिनल कस्ट हो। सो मार्जिनल कस्ट भनेको के हो त? एभरेज टोटल कस्ट डिभाइड बाई चेन्जेस इन क्वान्टिटी। अब एभरेज टोटल कस्ट भनेको कस्तो हुन्छ भन्दाखेरि सो मार्जिनल कस्ट भनेकै अब एउटा एक्स्ट्रा युनिट प्रड्युस गर्नलाई कति कस्ट लाग्यो भनेर निकाल्ने मेकानिजम हो नि त। सो यसलाई कसरी क्यालकुलेट गर्नु पर्यो त? एभरेज टोटल कस्ट हेर्नु ल, तपाईँलाई टोटल कस्टमा कति चेन्जेस आयो भनेर रेकर्ड गर्नु पर्यो भने यो माइनस अब 200 गरेर अनि त्यसलाई डिभाइड गर्नु पर्यो चेन्जेस इन क्वान्टिटी। चेन्जेस इन क्वान्टिटी भनेको त 0 डिभाइड बाई 1 मात्रै हो। सो 1 माइनस 0 भनेको त सिम्पल हाम्रो यहाँ यो यसरी ब्राकेटमा राख्थ्यौँ 1 माइनस 0 हो होइन। सो यहाँ पनि हामी अहिले यसलाई ब्राकेटमा राखौँ। यो चाहिँ मैले एक्सेलमा गरे भएर तपाईँलाई अलिकति के हो यस्तो भने जस्तो लाग्न सक्छ, यस्तो केही होइन। जस्ट तपाईँले क्यालकुलेटरमा पनि यसरी चेन्जेस कति भयो कस्टमा 250 आयो 1 युनिट गर्दाखेरि, नगर्दाखेरि 200 मात्रै थियो भनेपछि 250 माइनस 200 डिभाइडेड बाई 1 माइनस 0 यही गर्नुपर्छ। यसरी हाम्रो मार्जिनल कस्ट निक्लिन्छ। मार्जिनल कस्ट 50 भयो। अब त्यसै गरी तपाईँले सेकेन्डमा पनि जस्ट हाम्रो टोटल कस्टमा कति चेन्जेस आयो त? नयाँ टोटल कस्ट है, नयाँ टोटल कस्टमा तपाईँले माइनस गर्नुपर्ने हुन्छ पुरानो टोटल कस्ट। नयाँ टोटल कस्ट माइनस यो पुरानो टोटल कस्ट डिभाइडेड बाई नयाँ युनिट होइन माइनस पुरानो युनिट गर्नुपर्ने त हो नि। हो यसै गरी तपाईँले अब
यो निक्ल्यो 40 आयो हाम्रो सेकेन्ड दुईटा आउटपुट निकाल्दाखेरि मार्जिनल कस्ट 40 हुँदो रहेछ। सो अब अर्को तिनटा आउटपुट निकाल्दाखेरि हाम्रो मार्जिनल कस्ट कति हुने हुन्छ त हेर्नुहोस् त थर्ड आउटपुट निकाल्दाखेरिको टोटल कस्ट माइनस त्योभन्दा अगाडि सेकेन्ड आउटपुट मात्रै निकाल्दाखेरिको टोटल कस्ट डिभाइडेड बाई होइन के गर्नु पर्यो त अब नयाँ आउटपुट माइनस पुरानो आउटपुट यसरी हामीले क्यालकुलेसन गर्न सक्छौँ। सो तपाईँले मेका बुझिसक्नुभयो टेक्निक भनेपछि के हो त अब यहाँनिर फोर्सको क्यालकुलेट गर्नु पर्यो भने यो 340 माइनस 320 डिभाइडेड बाई 4 माइनस 3 गर्नु पर्यो भने 20 निक्लिन्छ। अब तपाईँले फेरि यसरी 5 युनिट निकाल्नु पर्यो भने 375 माइनस 340 डिभाइडेड बाई 5 माइनस 4 गर्नुभयो भने 35 निक्लिन्छ है। त्यसै गरी हामी यता 6 युनिटको पनि निकाल्छौँ। 6 युनिट भनेको 430 माइनस 375 डिभाइडेड बाई 6 माइनस 5। अब यसै गरी यतापट्टि हुन्छ हाम्रो 7 आउटपुट हुँदाखेरिको मार्जिनल कस्ट भनेको 510 डिभाइडेड बाई 430 सरी 510 माइनस 430 डिभाइडेड बाई 7 माइनस 6 है। त्यसै गरी 8 को पनि 600 माइनस 510 डिभाइडेड बाई 8 माइनस 7। यसरी हाम्रो चाहिँ मार्जिनल कस्टहरू निक्लिन्छ। एभरेज कस्ट एभरेज भेरिएबल कस्ट एभरेज फिक्स कस्ट टोटल कस्ट कसरी निकाल्ने भनेर तपाईँले फर्मुला पनि जान्नुभयो र यसको मिनिङ पनि तपाईँले बुझ्नुभयो भन्ने मलाई आशा छ। र यो चाहिँ हामीलाई 4 मार्क्समा सोधिन्छ बोर्ड इक्जाममा 12को। र यो सँगसँगै हामीलाई चाहिँ कर्भहरू पनि बनाउनु पर्ने हुन्छ। यो टेबल बनाइसकेपछि र कर्भमा चाहिँ तपाईँलाई टोटल कस्टको कर्भ, टोटल भेरिएबल कस्टको कर्भ र टोटल फिक्स कस्टको कर्भ बनाऊ भनेर पनि दिन सक्छ। सो यो कर्भहरू कसरी बनाउने भनेर मैले चाहिँ नेक्स्ट भिडियोमा म भन्दछु। सो तपाईँलाई केही समस्या भयो अझै पनि केही बुझ्न गाह्रो भयो भने कमेन्टमा भन्नुहोला, म सकेसम्म रिप्लाई गर्नेछु। हस्, धन्यवाद।